नमस्ते। कविताको शीर्षक छ जागरण र कवि हुनुहुन्छ अनुप शर्मा, वाचन करिश्मा देवी। पीडामा पनि बाँच्नु पर्छ जहिले भन्दैछ खप्दैछ त्यो चोटै चोट खपेर आज सहजै मुस्कान छर्दै रह्यो। धरती यो हरियो महान छ यहाँ मासेर जाने कहाँ कहिले तिर्न सकिन्छ आज गरलो भागेर जाने कहाँ। काटी जङ्गल वृक्ष लाज नभई रोक्दैन कहिल्यै पनि बाँच्ने आशा सबै हराउँछ भने सोच्दैन कहिल्यै पनि। कस्तो निष्ठुर जात मानव बने हाँसेर जाने कहाँ मात्रै आशा रह्यो छ त्रास कसरी मासेर जाने कहाँ। मान्छेको रचना नसम्झ दुनियाँ उनके कसैको धरा हाँगा काट्न नखोज हेर सजिलै काटिन्छ आफ्नै जरा। आफ्नो दोष नदेखि आज सजिलो मानेर जानेहरू दोस्रो पल्ट नसोच फेरि सुविधा मिल्नेछ फिर्तारू। छातीमा कसले विशाल गतिको आवाज बोकेर लौ गर्दै थिए नहुने कुकर्म किन हो साभार देखेर लौ। हावाको गति हो सकिन्न नगरौँ सन्त्रास फैलाउन बोकेको छ यहाँ समाज यसले विश्वास मौलाउन। विश्वासी जनको विशाल मनमा आधार विश्वासमा सोचेको हुनुपर्छ आज उसले पीडा छ सन्त्रासमा। हामीले अब यो गरेर झगडा तोडिन्न यो बन्धन सोच्नै पर्छ सधैँ लाज सहजै गर्दैछौ मन्थन। कस्तो बन्न गएछ जीवन यहाँ बन्दैछ संसार हो आँखाले पनि सत्य खोज्छ जहिले देखेर संसार यो।